सबैजनालाई दशैंको हार्दिक मङ्गलमय शुभकामना। रक्सी पिएर दशैंमा मात्र होइन कि कुनै पनि बेला सवारी साधन चलाउनु हुँदैन। जर्जियाका दुईजना एकदमै मिल्ने साथीहरू 21 वर्षीय जन र 23 वर्षीय फ्र्याङ्की सन् 2004 अगस्तको 28 तारिक त्यही आफ्नो घर छेउछाउको लोकल बारमा जाने, मस्त दारू पिउने अनि फुटबल हेर्ने एउटा प्लान बनाउँछन् र सोही प्लान अनुरूप साँझतिर गाडी निकाल्छन् र घरबाट निस्किन्छन्। बारमा बजेको खतरा खतरा म्युजिक अनि फुटबलको जोसले गर्दा उनीहरूले चाहिने भन्दा धेरै शरीरले थाम्नै नसक्ने गरी रक्सी पिउँछन्। जनलाई भन्दा पनि फ्र्याङ्कीलाई निकै निकै गाह्रो हुन्छ। फ्र्याङ्कीले जताततै लडीबुडी गर्ने, जताततै उल्टी गर्न थाल्छन्। जन पनि निकै माथेका हुन्छन्, तर फ्र्याङ्कीको अवस्था देखेपछि उनले फ्र्याङ्कीलाई म तँलाई घरसम्म पुर्याउँछु भन्दै काँधमा अडेस लगाएर बार बाहिर निकाल्छन् र गाडीमा लगेर फ्रन्ट सिटमा राख्छन्। गाडीमा बजेको गानाको जोसले र निकै मातिएकाले गर्दा जनले अब तीव्र गतिमा अन्धाधुन्द गाडी चलाउँछन् र रङ वेतिर लान्छन्। फ्र्याङ्कीलाई यो सबैले झनै गाह्रो हुन थाल्छ र उसले आफ्नोपट्टिको झ्यालबाट टाउको निकालेर उल्टी गर्न थाल्छन्। अगाडिबाट एउटा ट्रकले हर्न बजाई गरेर आएपछि बल्ल जनलाई रङ साइडमा छु भन्ने कुरा महसुस हुन्छ, थाहा हुन्छ र उसले दाहिनेतर्फ एउटा तीव्र मोड लिन्छन्। गाडी हाइवेबाटै बाहिर निस्किन्छ। गाडीको साइडको भाग गएर इलेक्ट्रिक पोलमा ठोकिन्छ र मिरर फुटेर भुइँमा झर्छ। जनले अब जसो तसो गरेर गाडीलाई फेरि हाइवेमा निकाल्छन् र आफ्नो घरसम्म पुर्याउँछन्। झन्डै भएको एक्सिडेन्ट र मातेकाले गर्दा जनले अब फ्र्याङ्कीलाई गाडीमै बिर्सिन्छन् र लडखडाउँदै गएर आफ्नो कोठामा निदाउँछन्। बिहान सुतिरहेको ठाउँमा जनलाई कसैले बोलाए जस्तो लाग्छ। जुरुक्क उठेर वरिपरि हेर्दा उनले चारैतर्फ प्रहरीहरू उनलाई बन्दुक ताकेर बसिरहेको देख्छन्। डरले जन चिच्याउन थाल्छन्, फ्र्याङ्की वाट्स ह्यापनिङ। अनि प्रहरीले उनलाई झ्याप्पै गिरफ्तार गरेर प्रहरी थाना लिएर जान्छन्। तर किन? राति रङ साइडमा हुँदा जब जनले एउटा तीव्र मोड लिए तब गाडी गएर इलेक्ट्रिक पोलमा ठोकिएको थियो र ऐना फुटेर झरेको थियो। त्यति बेला ऐना मात्र होइन, फ्र्याङ्कीको टाउको पनि चुडिएर झरेको थियो। नशालु पदार्थको सेवन गरेर सवारी साधन चलाउँदै नचलाउनुहोस्। अप्रिय घटना घट्न सक्छ।